त्यो खाले माफियाहरू चाहे यहाँका हुन् चाहे बाहिरका हुन् चाहे देशभरिका कहीँका हुन् ती सबैजना मुर्दाबाद। त्यसका माफियाहरूको चाहे बागलुङमा होस् चाहे अर्को ठाउँमा होस् र यो जसरी तिनीहरूले हामीलाई जिम्दो मान्छेलाई मृतकले बनाएर छटपटाउने रोडमा बनाएका छन् भने तिनीहरूका एक एक घर पहिचान गरेर तिनको पनि आगो लगाउनै पर्छ। यो रामबहादुर भन्ने डरे जुन छ यसले अमेरिकामा बसेर डलर चाहिँ यहाँ प्रवाह गरेर आज यहाँका कतिपय कर्मचारीलाई पनि डलरमा बिकाएको हामीले फिलिङ गरिरहेका छौं। त्यसकारण पनि यसको यो जुन मेरो सम्पत्ति हो भनेर देखाइरहेको सम्पत्ति एक दिन आगो लगाउनै पर्छ। आजै लगाउने तर होइन आज हामी किन लगाउँदैनौं? त्यसले इन्सुरेन्स गरेको छ त्यसलाई फाइदा हुन्छ हामीलाई घाटा हुन्छ। कुन इन्सुरेन्स कम्पनीसँग त्यसले इन्सुरेन्स गरेको छ त्यो इन्सुरेन्स कम्पनीलाई च्यालेन्ज गरेर त्यसको डेट सकिँदाको दिन हामी आगो लगाउन सक्छौं। कुरा बुझ्नुभयो? हामी मेरो टाउको फुट्न चाहिँ मित्रको टाउको बेलै सराबरी। यसकारण पनि हामी त्यो अवस्थामा पुग्यौं भने हामीले पनि छोड्ने छैनौं। र रह्यो कुरा हामी जो आज बागलुङका इमेज सहकारीका 1574 जना मध्ये 1469 जनाले सेतो कागजमा सही गरेर मिलापत्र गरेका छौं। हो कि होइन भन्नुस् त? हामी सबैले सेतो कागजमा सही गरेका छौं जसमा एउटा देवकुमार नेपालीसँग सम्झौता छ। अहिले मैले तपाईहरु तम्सु गरेर मिलापत्र गर्नु, मिलापत्र नगरेसम्म यो सम्पत्ति फुकुवा हुन्न। यो सम्पत्ति फुकुवा भएपछि तपाईहरु पहिलो प्रायोरिटीमा तपाईहरुले पाउनुहुन्छ भन्ने खालको कुरा उले बोलेको थियो। उलाई विदेशमा बस्दाखेरि पनि हामीले उसँग सम्पर्क गरेर तेरो र तेरो श्रीमतीका नाममा भएको सम्पत्तिमा हामी चित्त बुझाउँछौं भनेर उलाई विदेशबाट नेपाल झिकाएकै हो। उलाई बोलाएर मलाई माथिबाट ठुलो दबाब आयो, तपाईहरु काठमाडौँ गएर यो सम्पत्ति शुद्धिकरणको मुद्दा रोकिदिनु पर्यो भनेर हामीलाई काठमाडौँ पठाउनु भयो। हामी समितिका मान्छेहरु खाइ नखाइ दकुरेर काठमाडौँ पुग्यौं। बाटा भोरीबाट मैले हरेक ठाउँबाट उहाँलाई फोन गरेको छु, तर हामी काठमाडौँ पठाएर त्यही दिन लगेर सम्पत्ति शुद्धिकरणको मुद्दा बागलुङ जिल्ला अदालतमा दर्ता गरिदिएछन्। यस्तो प्रकारको दुईवटा ठूलो धक्का उहाँले दिनुभयो जुन सम्पत्ति शुद्धिकरणको मुद्दाले गर्दा आज नमिलेका साथीहरुको पनि सम्पत्ति शुद्धिकरणमा जाँदैछ।